दर्शकबिन हाम्रो मगर बुवा आजभोलि के गर्नु भा भन्न चाहिँ म धेरै पछि आएको छु फेरि। नमस्कार बुवा, सन्चै आराम हुनुहुन्छ? के गर्नु त खाना खानु भयो कि नै? हजुर। ए हो र? यो हात त मरेकै हो र? यो हात त जिम्मे छ, यो हात त मरेकै हो। ए हो र? यो पनि सन्चो भयो। ए हजुर हजुर। खोइ चोट आएको थियो मा? यहाँ चोट आएको हजुर। यो त सन्चो भएको छ। ए अब यो नसा छ, यो नसा त मरेको हो। ज्यान राम्रो छ, अहिले ठिक छ पहिला भन्दा नि? पहिला ठिक। अलि टबिलो भएको छ अनुहार, अलि अस्ति भन्दा अलि उज्यालो भएको छ। हिँड्नु म भदै हिँड्छु। हिँड्नुहुन्छ नि? हिँड्छु। ए हो। हिँड्छु। अनि पानी पनि हिजो बेसरी आयो नि? आयो। अब त पानी आयो। मकै छर्ने पानी हुन्छ क्या अब त? अब पानी आउँछ। पोहोर साल र परार साल तपाईँले यहाँबाट आफै खनेर मकै लाउनुहुन्थ्यो, अहिले सक्नुहुन्न नि अब त? अहिले त यो हात यस्तो उठ्दै गइरहेको छ, म खन्छु। ए पोहोर पराको अहिले तपाईँले ए खनी खनी पऱ्यो मकै लानु भएको थियो? राम्रो यो हाट बाटो। यो हाट पनि यतिकै भइरहेको हुन्थ्यो। अब यो हाट चाहिँ खन्थे बढ्दै। यो हाट यस्तो भइरहेको म अहिले खन्थेँ। ए हो र? खन्दै जिलाउँदै राम्रो हुन्थ्यो। हो, सकेसम्म सर्न सके राम्रो हुन्थ्यो नि। मगर बिउसु उसो भयो त। अब ऊ गर्नुपर्छ भने पानी मेटसँग पैसा भरेर त्यति गर्ने हो। मेटसँग भरेर हो। अब त्यो चाहिँ यसमा मकै छ हुन्छ, त्यही हो, त्यही गर्ने। मकै छ भने अनि तपाईँको छोरा नाति जानुभयो नि इन्डिया? उही गएछ। कुन ठाउँ गए? यही दुर्गेको भयो। यसैको गयो। कहाँ? सिमला? सिमला। यसैको गएछ। ए हो। भने छोरा नाति सबै गयो, अब बुढाबुढी मात्रै हुनुहुन्छ नि? पहिला भने हजुर त्यो दुई बाबु छोराले अघि थाहा भट्टा बुझेको ए हजुर। जानु भने बुझ्दैछु, फर्काइदियो। ए के भन्नु त्यो पेस्की? पेस्की फर्काइदियो। हो, त्यहाँ त पानी आएको ल। ए त्यो फर्काइदियो नि त्यसो भए? फर्काइदियो। अब त्यो फर्काएको ठाउँमा गाउँको मान्छे बिते यहाँ पर उनको जुन पेसी तपाईँको छोराले फर्कायो नि, हो त्यहीसँग पेसी बुझेर गएको मान्छे बिताए। धेरै विगत ठाउँ रहेछ गरे त्यहाँ चाहिँ होइन। अब सास गर्न गाह्रो, बोलबिरा नहुने धेरै माथि रहेछ। त्यही भान्जा जो भान्जा आज नुन खाए। हो, तपाईँ जानु आएन? म गएर नुन खाए आज त। जानुपर्छ त, यसो गाउँ छेउ बिस्तार बिस्तार जाने हो त। सबै आउँछन् गाउँ समाजको मान्छे। ए सक्नुहुन्न? सक्नुहुन्न? उभिन हिँड्न सक्नु आएन? हो र? खसा खसा हुन्छ। ए जान्छु त। मैले त माथि त्यो घर बिचै म त्यो भान्जा भन्छ त। भान्जा पनि बिते बिचरा भर्खर उमेरमा भर्खर 53-52 वर्ष उमेरमा उनी भान्जाले यहीँ बसेर हजुर रक्सी खुवाउँथे ल। खानुहोस् मामा। कसले? पहिले राति किन? हो र? किन बितेको?